लागेको अब हिडिङ टु द स्याङ्जाबाट फेरि दुलेगौडा भने के अरे गगनगौडा भनेको छ स्पिड कुदाउँछ फेरि खोलासम्म हो एउटा मुखान जस्तो कम आउँदाखेरि बरु बिस्तारै मस्त रूपमा चाहिँ ब्लग खिच्दै खिच्दै आउनु पर्ला नि त धेरै कुराहरू खिच्दै जाँदै जानुपर्छ नि त नेसनमा आइपुगिसकेछौँ होइन अनि अहिले अरू कुरो केही पनि होइन 10 मिनट छिटो भयो रात पर्दा पर्दा आज चाहिँ सिनेमेटिक सर्ट चाहिँ के कस्तो छ गाइजहरू होइन अनि त्यसपछि तपाईँहरूलाई हेर्नुपर्ने छ होइन त्यो उस हुँदो रहेछ क्या यो चाहिँ मोबाइल हाल्दा मोबाइल चाहिँ अलिक छेउमा राखेको थिएँ मैले अनि अलिकति ब्याक टु माई न्यू ब्लग अहिले चाहिँ बिहान चाहिँ 6 बजी 7:30 बज्न लागिसकेको छ गाई चाहिँ ब्लग चाहिँ अब स्टार्ट गर्दैछु अब यहाँबाट चाहिँ छिटै सेटअप गर्छु सेटअप गरेर चाहिँ अनि निस्किन्छु अनि छिटोभन्दा छिटो चाहिँ निस्किनु पर्ला अब छिटै अब कहाँ जाने के जाने चाहिँ तपाईँलाई ब्लगमा जाने ब्लगमा हेर्नु होला है गाइजहरू कता जाने हो भनेर चाहिँ त गाइज यहाँबाट चाहिँ अब निस्किनु लागेको अब हिडिङ टु द स्याङ्जाबाट फेरि गगनगौडा भनेको छ गगनगौडाको काम भ्याउनु पर्ने छ आएर पोखरा आएर चाहिँ अब सबै कामहरू गर्नु छ भ्याउनु लागेको छैन आज 13 गते आज यातायातको भएन हेरौँ लेट्स अब के कस्तो हुन्छ अनि काम कुरो गर्दै जाऊँ न त बिहान बिस्तारै जानुपर्छ किनभने बिहान चाहिँ खाली हुन्छ र अनि मान्छेहरू चाहिँ स्कुल आउने भएपछि अलिकति अप्ठ्यारो र असजिलो हुन्छ होइन जाम भनेर हो नि ढक्क तरिकाले दामी तरिकाले मिठो तरिकाले राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ बिहान चाहिँ एकदम जाडो छ कुहिरो चाहिँ लागेको छ होइन कुहिरो लागेपछि अलिकति अप्ठ्यारो होइन लगभग कति मिनट भयो यहाँ मिनट चाहिँ एउटा मोबाइल होल्डर ल्याएको छु मोबाइल होल्डर राखेर चाहिँ अनि क्याप्चर गर्दै आउनु पर्ला होइन रिल्सहरू हान्नु पर्ने छ नि त बिस्तारै सानो रिल्सहरू बनाउनु पर्ने भयो अब यहाँबाट चाहिँ लाग्यो हो बिरोडोबाट ओहो माई गड जस यो तलको पनि एकदम राम्रो छ होइन एकदम तातो हुँदो रहेछ जाडोमा चाहिँ अनि पछि जाडो भइदियो भने ठिक हुन्छ नि त होइन अहिले चाहिँ अब स्याङ्जातिर जाँदैछौँ त्यहाँ फेरि खोलासम्म हो एउटा मुखान जस्तो कम रिसाउँछ त म स्याङ्जाली राम नाम मेन्सन गर्ने भने अलिकति अप्ठ्यारो हुन्छ त्यसलाई होइन नाम मेन्सन गर्दिनँ होइन त्यस्तो मान्छेहरू फुर्की लाउने मान्छेहरूले चाहिँ फरक पर्दैन कि त्यो मान्छेहरूसँग चाहिँ मतलब हुँदैन कि एक ठाउँमा चाहिँ रोकेर चाहिँ निकालिदिनु पऱ्यो क्यामेराहरू चाहिँ छुट्टिनु पऱ्यो क्यामेरा अब यस्तोमा कुहिरो लागोमा के खिच्ने छ होइन खिच्न काम अप्ठ्यारो हुन्छ नि त तपाईँहरूलाई देखाउन र अप्ठ्यारो पनि हुन्छ अनि एक ठाउँमा चाहिँ रोकेर क्यामेरा झिकेन भने गाह्रो हुन्छ नि त अब ब्लग पनि के खिच्ने यस्तो कुहिरोमा बिहान कुहिरोमा आएको छु भनेर कहाँ गाह्रो मस्त रूपमा चाहिँ ब्लग खिच्दै आउनु पर्ला नि त धेरै कुराहरू खिच्दै जाँदै जानुपर्छ नि त एकदम पातलो यार सही हो तरिकाले होइन बब्बाल भन्छ क्या है राम्रो ल हामी चाहिँ अब यहाँ छोरेबटानबाट चाहिँ अब जाँदैछौँ होइन अब छोरेबटान गएर चाहिँ माथि चढेपछि एक ठाउँमा चाहिँ रोकेर चाहिँ क्यामेरा छुट्टिदिनु भने छुट्यो भने राम्रो पनि हुन्छ र अनि सजिलो पनि चाहिँ घुम्दै चाहिँ आइसकेको छौँ हामी चाहिँ क्या असजिलो पनि भयो त्यही भएर चाहिँ अनि त्यहाँबाट चाहिँ अब निस्किनु लागेको होइन गाडीहरू चाहिँ यताउति टर्निङहरू कटिरहेको हुन्छ नि त ठुल्ठुलो गाडीहरू कटिरहेको हुन्छ कुहिरो लागेको भयो अलिकति अप्ठ्यारो पनि हुन्थ्यो जस्तो लाग्छ के अरे गाइजहरू होइन ठिकै छ एजिलिएर त होइन यतै वरै हो होइन तपाईँहरूलाई भन्दाखेरि चाहिँ म लास्ट टाइम हामी पनि गर्थ्यौँ नि त अनि फेरि खोला भनेर तपाईँलाई टाइगर भोगेर गाइजहरू होइन बिहान चाहिँ उठेर एकचोटि फेरि अर्को सपना देखेँ अनि फेरि अर्को सपना देखेँ अनि त्यत्रोमा हो कि कस्तोमा चाहिँ अनि ठ्याक्कै उठाइदिनु भयो कि तल गएको नि त सामान लिनलाई अनि तल गएको भएर चाहिँ अलिकति अप्ठ्यारो र असजिलो भएको मौसम होइन गाडीहरू जान्छ आउँछ फेरि डेस्टिनेसनमा आइपुगिसकेछौँ होइन अनि अहिले चाहिँ यहाँ मोबाइल होल्डर राखेर अनि पुरा भिडियो क्याप्चरिङ हान्नुपर्छ नि त अलिकति हानौँ भनेर सोचिरहेको छु है अब लेट्स सी के कस्तो हुन्छ पहिला एकचोटि चाहिँ हेर्नु पर्ला अब टेस्ट ड्राइभ हानौँ के गरौँ यहाँ त्यसो अनुसारले गर्ने हो होइन कस्तो खालको सिचुएसन आउँछ कस्तो खाले सोचेको छैन हल्का सिनेमेटिक सर्टहरू पनि हान्नु पर्ला हेरौँ कस्तो हुन्छ होइन अब यहाँबाट हालेर होइन ओइ अस्ति यहाँ चाहिँ सुपर ग्लु लगाइदिएको कि र खसे गर्ने अनि सुपर ग्लु ल्याएर ट्याक्क टालिदिएको अनि ट्याक्क जमेर बसेछ होला नि सबले होइन अब आइपुग्न लाग्यो हामी चाहिँ अब यही घुम्ती गटेपछि त आइहाल्यो अहिले चाहिँ पातलो आएको भएर चाहिँ अलिकति अप्ठ्यारो जस्तो लाग्यो मलाई नत्र चाहिँ अरू त केही नै होइन 10 मिनट छिटो भयो अरू कुरो केही पनि होइन 10 मिनट आएर चाहिँ त्यति साह्रो जाडो भएन हामीलाई त्यति साह्रो दुःख भएन भनौँ न अहिलेको लागि यहाँ काम कुरो के कस्तो हुन्छ गाइजहरू होइन बाइक चाहिँ कहाँनिर राख्ने यहीँनिर राख्ने कहाँनिर यहीँनिर राख्ने
थाहा छ है त है हेरौँ है त सिनेमेटिक सर्ट चाहिँ हेर्नु होइन यहाँबाट चाहिँ कस्तो छ भनेर हो गाइज हजुर 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 बोल्टोहरू हातिसकेको छ अब कस्तो छ क्यामेराको एङ्गल भन्ने हो होइन एङ्गल हेर्नु पऱ्यो नि त हेलो भन्नु हेलो यता हेर भन्नु बा हेलो हेलो अरे है ल हामी चाहिँ यहाँबाट चाहिँ अब निस्किनु लाग्यो अनि सिधै हामी चाहिँ कहाँ निस्किनु लाग्यो भने गगनगौडा निस्किनु लाग्यो होइन अब सिधै अब गगनगौडा निस्किनु लाग्यो गाइजहरू अब सिनेमेटिक सर्टहरू कस्तो आइरहेछ होइन हल्का सानोतिनो गरेर चाहिँ गरिरहेको छु गाइजहरू होइन लेट्स सी अब के कस्तो हुन्छ होइन अनि कुरा बुझ्नुपर्ने हुन्छ नि त अनि यो क्यामेरा एङ्गल चाहिँ बवाल छ होला के अरे बवाल सही हो तरिकाले होइन मिठै तरिकाले होइन क्यामेरा एङ्गल र मेरो हेरेको पोजिसन चाहिँ फरक होला नि त होइन हेर्ने पोजिसन र चलाउने पोजिसन चाहिँ फरक होला गाइजहरू होइन लेट्स सी अब कस्तो हुन्छ होइन सिनेमेटिक सर्टहरू हान्दै बवाल जानुपर्छ नि त सरलाई चाहिँ अगाडिको मिरर हेर्दा लास्टै अगाडि देखिरहेको थियो नि त त्यही भएर चाहिँ अहिले चाहिँ यहाँबाट चाहिँ अब निस्किनु लाग्यो अनि किनभने क्यामेरा चाहिँ नहल्लियोस् भनेर चाहिँ निस्किनु लागेर अलिकति हल्लिन्छ जस्तो लागिरहेको छ गाइजहरू होइन लेट्स चाहिँ अब हेरौँ अब के कस्तो हुन्छ यो अलिकति हल्लिए जस्तो मानेको मैले चाहिँ प्रायः जस्तो यो टाइटै गरे छैन कि जस्तो लाउँछ घरिघरि हेर्दाखेरि त अब ठिकै छ होला जस्तो लाग्छ के अरे अब हेरौँ लेट्स सी अब भरे भिडियोमा बनाउँदाखेरि कस्तो हुन्छ भन्ने कुरा अब गाइजहरू यहाँबाट चाहिँ अब सटर लाएर निस्किनु पऱ्यो नि त होइन गाइजहरू सही हो ल निस्किनु लाग्यो होइन सर लाएर चाहिँ निस्किनु लाग्यो हेलो गाइज होइन त्यस एङ्गलको पोजिसनमा चाहिँ कस्तो होइन अनि किनभने यो एङ्गलबाट चाहिँ खिच्दाखेरि राम्रो होला भनेर सोचेर चाहिँ खिच्न लाग्यो होइन अनि यहाँबाट चाहिँ अब घुम्दैबाट के अरे अब यो कुबिर्नेबाट चाहिँ अब निस्किनु लाग्यो सरस्वती लाएर अनि एकचोटि चाहिँ यसलाई ग्रुपलाई यहाँ राखेर चाहिँ उस गर्नु पऱ्यो यो मोबाइल चाहिँ यो होइन अब के हो भने कुरा चाहिँ होइन सर लाएर निस्क्यो होइन अनि एउटा हातले यो पज गर्नु पऱ्यो एउटा हातले यसले पज गर्नु पऱ्यो नि त दुइटै काम गर्नु पऱ्यो नि त दुइटा काम गरेपछि अनि बल्ल राम्रो हुँदो रहेछ कि जस्तो लाग्यो कि मलाई चाहिँ अनि त्यही भएर चाहिँ साथमा चाहिँ बुवा पनि हुनुहुन्छ साइडमा चाहिँ आनन्द मेरो पनि देखेँ होला फेस चाहिँ होइन अलिकति टाढा भने पनि देखियो होला भन्ने कुरा सोचिरहेको छु अब हेरौँ अब भने अहिले चाहिँ एउटा चाहिँ यो चाहिँ उस भयो होइन यो चाहिँ सिनेमेटिक सर्टहरू भयो होइन त्यही भएर चाहिँ यहाँबाट चाहिँ अब निस्किन्छु होला सायद होइन अब यहाँ चाहिँ के कस्तो हुन्छ होइन सुन्तलाको महोत्सव छ यहाँ चाहिँ सरगा लाएर चाहिँ सुन्तलाको महोत्सव है सरगा लाएर जाडो भइरहेछ हौ लास्टै जाडो भएको छ गाइस खाने होइन सुन्तला खायो भने ठिक हुन्छ नि त फेरि सुन्तला खानुहुन्न है गाइस सुन्तला खायो भने चाहिँ झ्याउ हुन्छ ल हामी चाहिँ अब यहाँबाट चाहिँ सरस्वती झर्न लागेको अब तलतिर झर्न लाग्यो गाइस है अब हाम्रो चाहिँ अगाडि पछाडि भिडियोलाई चाहिँ कि अगाडि कि पछाडि गर्दै जान्छु होइन रिभिल चाहिँ गर्नु पऱ्यो अब यो चाहिँ कुबिर्ने कटेपछि चाहिँ यो निकालिदिन्छु म चाहिँ होइन यो सिरिजमा खिच्न चाहिँ अलि अप्ठ्यारो जस्तो लाग्यो अनि अलिकति रिस्की पनि लाग्यो मलाई 2 बज्न लाग्यो अब 2 बज्छ अब जाँदा 3 बज्छ ठिकै हुन्छ बेलुका आउँदा अबेला हुन्छ तर कान्छा भाइले एउटा बोतल हाल्नुपर्छ है क्या है दुध लाने हो कान्छा भाइले अब घर गएर त्यो दुधमा बोतल लिएर आउनु पऱ्यो 2टा बोतल ल्याएर अनि उस गर्नु पर्ला गाईहरू अब यहाँबाट चाहिँ अब सरस्वती निस्किँदैछ अनि कुमिन के अरे उस गाई चाहिँ अनि पुम्दी गाई चाहिँ अनि तपाईँलाई भेट्नु पऱ्यो नि त उडी उडी म त तिमीसित होइन म त के गरौँ गाईहरू के गर्नु सिम्रो म त हेरौ के गरौँ भइरहेछ त के गरौँ जस्तो भइरहेछ नि त के गरौँ भइरहेछ त ट्राई गर्न लाग्यो गाइजहरू के कस्तो भइरहेछ है अघि त हल्लिए जस्तो मानिरहेको छ के अरे अब यहाँ नि अब खै हल्लिएको जस्तो त माने छैन मैले चाहिँ होइन लेट्स सी अब हेरौँ कहाँनिर के चुक्छ होइन अलिकति छेउमा राखेको छु क्या खासै डिस्टेन्स चाहिँ धेरै उसमा गरेको छैन बिचमा राखेको छैन नि त मोबाइल हल्का फुल्ला हल्लिएको छ कि हल्लिएको छैन थाहा छैन क्या अब भरे एडिट गर्दा मात्र थाहा हुन्छ होइन जहाँसम्म लाग्छ आइफोनमा खासै हल्लिन्न जस्तो लाग्छ के अरे गाइजहरू होइन अब ट्राई हो नि त होइन ट्राई चाहिँ बेस्ट हो नि त ट्राई गर्ने हो ट्राई गर्दा फेल भयो भने त कसले के भन्ने हो र होइन गाइज होइन ट्राई गर्नु चाहिँ के गल्ती हुन्छ र गल्ती हुँदैन नि त ट्राई गर्न त के खासै गल्ती हुन्छ र गल्ती हुँदैन नि त त्यो चाहिँ गल्ती नभन्ने भएपछि त अनि बवाल थिल बनाउँदाखेरि त एकदम बवाल तरिकाको मस्त
यस्तो बनाउनु पर्छ क्या सिक्ना बनाउँछ सिधै अब पोखरातिर निस्किन्छौँ होइन अब छोरेपट्टितिर निस्किन्छौँ अनि त्यसपछि चाहिँ अब बिस्तारै बिस्तारै के हुन्छ त्यो भएर अपडेट दिँदै जान्छ नि त होइन लेट्स अब सिस एन्ड लेट्स अब फन गाइस एङ्गल फर्किनु हो एङ्गल फर्की केटा हो एङ्गल फर्की एङ्गल फर्काउनै गाह्रो क्या एङ्गलै फर्किन गाह्रो यार पोखरा आइपुग्यो होइन टक्क लाएर चाहिँ मिठो तरिकाले पोखरा आइपुगेको छौँ होइन सरल सही हो न्यु इयरमा सही हो भन्नुपर्ने जस्तो छ अब पाला चाहिँ बाग्नुपर्छ त्यहाँ छोडिदिनु पऱ्यो होइन अनि त्यसपछि हामी चाहिँ म चाहिँ अब त्यहाँ घर गएर चाहिँ त्यो सामान लिएर आउनु पऱ्यो होइन सामान लिएर आएपछि एकदम राम्रो तेगडीवाली राम्रो हुन्छ भन्ने कुरा हो गाइसहरू होइन सही हो किन हो यिनीहरूले चाहिँ के हो यस्तो यार स्कुटरले पनि छोड्दैन त है तेरीमा अब घर त आउँदैन 3-4 बज्छ यार म खान जस्तै हुँदैन यार गाइजहरू यार बाबाले हुन्छ कि जस्तो नि छ नि होइन जस ठिकै छ अब कन्टेन्ट के कस्तो निस्किन्छ गाइजहरू अनि तपाईँहरूलाई बिस्तारै चाउ तरिकाले निस्किनु पर्ने हुन्छ नि त गाइजहरू यताबाट प्ले गर्दै जानु पऱ्यो क्या लेस प्ले गर्दै गाउनु पऱ्यो लेस प्ले गाइज होइन हाम्रो चाहिँ अब पेट्रोल हाल्नु पर्ला भन्ने सोचिरहेको अब बेलुकातिर हाल्नु पर्ला होइन पहिला त्यो मान्छेलाई फोन गर्नु पऱ्यो होइन अनि फोन गरेर चाहिँ निस्किनु पर्ला कि किनभने अब फोन गर्न जरुरी छ जस्तो लागेको छ क्या अब यसका नि पस्नुहुन्थ्यो अब के गर्ने भन्छ यार दोधारमा परिरहेको छ यार गाइस के गर्ने भन्छ यार लास्ट दोधारमा परिरहेछ अब चाहिँ दाजुले फोन गर्दै थियो होइन अब लेट्स सी अब हेरौँ के कस्तो हुन्छ गाइजहरू पहिला चाहिँ त्यहाँ मेसिनरी पसलमा जाऊँ र अनि त्यसपछि कतिको के हुन्छ कुराकानी होइन कुराकानी गरेपछि चाहिँ राम्रो हुन्छ भन्ने आशा सोचिरहेको हो के अरे गाइज अब झ्याउ हुने काम भयो भने त ठिक हुन्छ यार अब पहिला फोन गर्नु पऱ्यो त्यहाँ पुगेर अनि केटा भनेर अनि चलिदिनु पऱ्यो नि त होइन अनि यो चाहिँ खोलेर राखिदिनु पऱ्यो किनभने खोल्नु पर्ने आवश्यक छ नि त जरुरी छ नि त खोल्नु पर्ने आवश्यक भएर त भने ठिक भएर त अब पोखरा बजारको चलफल यताउति ह्यानत्यान चलफल पोखरा बजार के चाल खबर भने जस्तै हो है सही हो नि होइन दामी बवाल छ होइन त्यो भएर चाहिँ हामी चाहिँ पानी पर्ला जस्तो गरेछ त यार यतातिर त यार के हो यस्तो खर्चमै छ त हो पानी पऱ्यो भने त ठिस भइहाल्यो नि यार पानी पऱ्यो भने त लोत ठिस हुन्छ त केटा हो आमामा ठिस भयो भने त बवाल ठिस हुन्छ त यार यहाँ बसेर फोन हान्नु है पहिला फोन हान्नु यार त्यसलाई यार फोन नहान्यो भने त ठिस हुन्छ फेरि भरे भोलि भन्दै ठिस हुन्छ क्या फेरि कामै ठिस हुन्छ अनि अरू कुरो ठिस हुन्छ क्या सबै अनि त्यही भएर हो कि गाइस अरे यहाँ कस्तो छ रेकर्ड त यार रेकर्ड हेर्दै जानु लाग्यो यार है बा रेकर्ड हेर्दा के भयो ल गाइजहरू यहाँबाट निस्किनु लाग्यो यार रात पर्दा पत्ता आज चाहिँ सिनेमेटिक सर्ट चाहिँ के कस्तो छ गाइजहरू होइन अनि त्यसपछि तपाईँहरूलाई हेर्नुपर्ने छ होइन सिनेमेटिक सर्टहरू खिच्न लाग्यो अनि यो चाहिँ अलिकति उस हुँदो रहेछ क्या यो चाहिँ मोबाइल चाहिँ अलिक छेउमा राखेको थिएँ मैले अनि अलिकति उस गर्दाखेरि अप्ठ्यारो बन्यो भएको थियो अब यहाँ चाहिँ अब यसमा चाहिँ अलिकति उस हालेछ त्यसलाई चाहिँ त्यो चेन यताउति गरेको छ अब चाहिँ यहाँबाट चाहिँ निस्किनु पऱ्यो घरतिर 6:30 5:30 भइसक्यो अब कान्छा भाइका जाँदाखेरि एकदम ढिलो हुन्छ गाइजहरू अब सिधै हामी घरतिर भेट्छौँ है त केटा हो चाहिँ घर आइपुगेको छु अब एकछिनपछि अब फ्रेस हुन्छु भात सात खान्छु होइन कति बजेको छ भने हामी बागमारातिर फर्केर आएको थियो 6:30 भइसकेको छ अब ब्लग गर्नु पऱ्यो भन्ने सोचिरहेको छु आज चाहिँ मोबाइलबाट खिचेर चाहिँ अनि ग्रुपकोबाट चाहिँ भोइस रेकर्डहरू गरिरहेको छु लेट्स सी अब के कस्तो हुन्छ होइन अनि गगनबाट गएर फर्केर आउँदाखेरि एकदम ढिलो भयो अनि अहिले चाहिँ घर आइपुगेको छु अब त्यहाँ चाहिँ अब यताउति गरेर चाहिँ ब्लग चाहिँ म यहाँ इन गर्न गइरहेको छु होइन किनभने छिटोभन्दा छिटो चाहिँ ब्लग इन गर्नु पऱ्यो भ्याउनु पऱ्यो होइन त्यही भएर चाहिँ ब्लग चाहिँ म यहाँ इन गर्न गइरहेको छु अहिले चाहिँ भिडियो लाइक गर्नु च्यानलमा च्यानल सब्सक्राइब गर्नु होला एन्ड टिल डे लभ